ओम जगजी सहरे स्वामी जय जगदीश घरे केटा ए ल गाइज म भ्लगमा आज पनि आइसकेको छु। फेरि पनि तपाईँहरूले मलाई चिन्नु नै भएको होला। अस्ति पनि मैले भ्लग स्टार्ट हानेको थिएँ साइल घर गएको बेला। आज पनि भ्लग चाहिँ मैले स्टार्ट हानिरहेको छु। तपाईँहरूलाई फेरि पनि वेलकम छ हाम्रो साइल स्टोन भ्लगमा। साइल चाहिँ अहिले गएको छन्, त्यही भएर अहिले यहाँ छैनन्। यहाँ हाम्रो छुट्टै साथीहरू केटाहरू छन् नि। हजुर हजुर ह्यान्डसम हजुर बच्चे भनेको होइन र अस्ति मलाई। अनि यो कपालको हेयरस्टाइल चाहिँ के यस्तो पछाडि दुई फ्याक शाहरुख खान स्टाइल। यहाँ कानमा हेर न ज्वेलरी उपाय डायमन्ड 3 लाख को यार प्योर गोल्ड प्योर डायमन्ड चेक गर्ने मेसिन लिएर प्योर गोल्ड हो प्योर गोल्ड। अनि हजुरको यहाँ ऊ चाहिँ कति छ यहाँ विशेषता सेकोहरूमा? सबै ठिकै विशेषताहरू अरू के छ र चलिरह जिन्दगानी। पिङ्क लामै केटा हो सेकरको पिङ्क कस्तो हुने रहेछ भने त चाकदिम भन्दा नि भक्सम पानीले भिजेर हैरान हाने चाहिँ केटा हो। यहाँ चाहिँ यसो हुन्छ है फेरि पिङ्क चाहिँ तिमी पनि आउने त साथी यार खै तिमी अटाउँछु कि अटाउँछौ कि नै सो केटा अब चाहिँ हल्का धकला त सो केटा दुईजना पिङ खेल्न लागेको अवस्था। हाम्रो सुनिलालाई एकदम यहाँ बहुत लाज मानेको गरेर गर्नु अघिदेखि। हेलो स्वागत छ हजुरलाई हो कि नै। सो यहाँ चाहिँ एकदम राइट भएर झर्लिङे पिङ के अरे नामै झुलेपिङ के हो यार नामै थाहा छैन यो त हुलिपिङ हो केटा हो। हामी चाहिँ यहाँदेखि निस्किनु लागेको अब यहाँ चाहिँ के अब यहाँ नयाँ नयाँ के भन्न लाग्यो अरे केटा यहाँ बिहान बिहान कलेज बङ हानेर चिया खाने ठाउँ हो कि नै यो हो कि नै? बिहान बिहान कलेज बङ हानेर चिया खाने ठाउँ हुन्छ केटा यहाँ अड्डा आउनुपर्छ। यहाँ त आउनै पर्छ। यहाँ त नआए अन्त कहाँ जाने फेरि चिया चाहिँ किमु रहेछ किमु खाइदिउँ न केटा किमु नै हो। किमु फेरि मेरो हाइटभन्दा धेरै माथि रहेछ है। यसै हाल्नु हाम्रो तिमी खान्यौ मेरो हाइटै पुग्ने गाडी र यहाँ चाहिँ गएर काम चल्छ है बाहिर खै बस्ने मेरो बस्ने स्टाइल चाहिँ हेर्नु केटा यस्तो छ। यहाँ यस्तै टेक्ने ह्यान्डलमा बस्ने पनि फेरि यस्तै टेक्ने यस्तरी बसेर केहीमा के गरे हान्क्यो टाउको टाउ कन्टेन्ट र म फेरि एकपल्ट ट्राई गर्छु ल ल है माथि हेर्नु सक्नुहुन्छ यस्तो कुकुर छ तिमी कन्ट्रोल गर न त ह्यान्डलले मेरो खुट्टाले यस्तै कभर हानिरहनु त ओको रोक नै यार यहाँ नि हामी आफ्नो डेस्टिनेसनमा पुगिहाल्यौँ। ए 3-4 किलोमिटर कहाँ म फोन पुऱ्याएर 2 मिनट कहाँ हो फेरि फोन पुऱ्याउनु जाने? घर कहाँ हो तिम्रो? मेरो घर 2-4 किलोमिटर फेरि हिँड्नु पर्ने हुन्छ नि। यहाँदेखि भित्र हेरौँ न अवस्था बत्ती आइकन पोसा लाग्यो मलाई अरे कहाँ त्यसलाई म सरले कुरा थिएँ अर्को हाम्रो एकदम भ्लगर भेटिसकेँ। ल मिटअप फेरि ठाउँको ठाउँ मिटअप साइकल पर एकदम मोटो मान्छे लगाएर गएर कि त्यहाँ यहाँ हुइली हुन्छ कि नै? हुइली हान न त यहाँ मलाई केटाहरूले यहाँ गाइजहरूलाई हुइली चाहियो कि छिटो सिबिआरमा सानो कति आउँछ त्यति सिकेपछि जे पनि हुन्छ कि हो कि नै? हो सिकै ल ल मा उठा सट्ट छोड न छिटो हुन्छ कि उठाइदेऊ। तिमी सक्छौ बोल्नु? म त सक्छु होइन तर सक्छु तर यसमा होइन आफ्नो पर्सनल प्रश्न नगर्नुपर्छ छिटो। अरू यस्तो यो मान्छेलाई हेर्नु त झराल्नु पर्छ कि यहाँदेखि झरालाई पनि यसो मसिनो पानी नाम्नु केही बिगार्दैन कि तर यही मौसममा गर्लफ्रेन्ड चाहिने भनेको त लोड सेडिङ किन भयो खास? लोड सेडिङ हिजो बेलुका लोड सेडिङ आएन कता फाल्यो होला अब नि लोड सेडिङ हिजो बेलुका आधी तुफान आएको थियो त त्यही भएर हो खासमा राति अनि पानी यसो पर्ला पानी पर्छ जस्तो छ त हेर है मौसमले आज धोका दिइरह मान्छेलाई। अब म धोका भन्ने कुरा त धेरै पाइन्छ जिन्दगीमा तर चाहिँ के गर्छु केटीबाट धोका पाइन्छ। ए पानी यहाँ छिटा हानिसक्यो हाम्रो सिनेमेटिक सट हानौँ एउटा सिनेमेटिक सट छिटाको हो। फोन आयो गऱ्यो केटा जे गऱ्यो नि अब के गर्ने पानी पऱ्यो पानी धोका दियो मान्छेले त अब धोका दिइरहेको थियो के गर्ने मान्छेले धोका दिए केही भएन कल गरेर आऊ भने चाहिँ कि ल लाग्यो नि त ए ल
ल त अब अर्कोचोटि भ्लगमा भेट्नुपर्छ ल नेक्स्ट टाइम बाई बाई गाइस The next day. ल केटा अब हिजोको भ्लग चाहिँ अब कन्टिन्यू गर्नु पाइएन किनभने हिजो अब पानीले हान्यो त्यस्तो चाहिँ होइन तर जे भयो नि हिजो पानी चाहिँ खतरा हिजोभन्दा नि अस्ति खतरा पऱ्यो त हिजो नि मौसम खासै ठिक थिएन त्यही भएर हिजो अलिकति जल चलाएर सुत्दिएको के हो यस्तो सो केटा अब चाहिँ केही पाइएन हामीले गर्ने काम अब चाहिँ मैले अस्ति हानेको छु नि 360 यो यता उयो 360 हानेर एकदम घुमाएर केटा हो यहाँदेखि एकदम जम्प हान्ने सोचिरहेको छु म 360 टायर त्यहाँ नछुने गरी उतै खाल्छु चिप्लियो भने त खतरा जान्छु म यदि भयो पनि भयो भएन भने त खतरा लग्छ सारा रात सोया नहीं, सुबह मुझे सोने दो, नींद पूरी हुई नहीं, ख्वाब पूरे होने दो, तो मायके चलो। फेरि अब गर्न गइरहेको छ के छ नगरी नहुने मलाई रिस उठ्यो क्या रिस उठ्यो कसले बनाउँदै लगाएको रे यो कारले भोके कारले नि कारभित्र बसेको फाइनली भएको होइन आवाज ए दामी भयो तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो ब्लगमा मैले थ्याङ्क यू भन्न चाहन्छु क्यामेराम्यान क्यामेराम्यानलाई सो अब चाहिँ हाम्रो टास्क आजको टास्क कम्प्लिट भइसक्यो